दर्शकवृन्द, यति बेला हामी रियाची जाने बाटोमा छौँ। ताप्रिजाबाट तल झरिसकेका छौँ र हिउँ परेको दृश्यहरू, मनमोहक दृश्यहरू हामीले यहाँ वरिपरि पुरै हरिया रुखहरू सबै चाहिँ सेतै भएको अवस्था छ। अत्यन्तै चाहिँ रमणीय दृश्यहरू हामी यहाँ देख्न सक्छौँ। हिउँले हाम्रा लुगाहरू पनि भिजिसकेका छन्। यतापट्टि अलि अग्लो पहाडहरू पनि छ, तपाईँहरू हेर्न सक्नुहुन्छ र बाटोमा पनि पुरै हिउँहरू चाहिँ जमेको अवस्था देखिन्छ। यहाँ हेर्न सक्नुहुन्छ, अत्यन्तै चाहिँ मनमोहक छ। हामी हिउँ खेल्दै खेल्दै हिँड्दैछौँ बाटोमा। असाध्यै चाहिँ रमणीय छ, हिउँ पनि परिरहेको छ, हामी हिँड्दै पनि छौँ र चाहिँ साह्रै चाहिँ भारी मात्रामा हिमपात भइरहेको अवस्था छ र हिमपातका बावजुद पनि हामी चाहिँ हिँड्दै गरेका छौँ। धन्यवाद दर्शकवृन्द।